आज चाहिँ मैले के चटनी बनाउँदै छु आउनुहोस् है त हेरौँ। यहाँ चाहिँ कराई तातिसकेको छ र मैले भागो पनि हालेर भुट्न लगाइसकेँ। मजाले भुटिसकेपछि यसरी भागो छिटिन थाल्छ बाहिर अनि पाक्यो भने बुझ्नुपर्छ। यहाँ चाहिँ मैले टमाटर पनि उसिनेर राखिसकेको छु। अचार बनाउँदा बनाउँदै कहाँ भागी भन्नुहुन्छ होला। म चाहिँ मेरो सानो करेसाबारीमा पुगेँ र अक्कबरे खुर्सानी थोरै फरेको थियो। मैले टिपेँ, धनियाँ पनि एउटा बोट थियो, त्यसलाई पनि मैले बोटेसँग टिपिसकेँ। यति भएपछि त्यो चटनीको काम भइहाल्यो। अनि कपडामा चाहिँ नउछिटियोस् भनेर मैले चाहिँ अचार पिस्नतिर लागेँ। फर्स्टमा चाहिँ धनियाँ, लसुन अनि खुर्सानी राखेर पिस्दैछु। यसरी पिस्दाखेरि चाहिँ मजाले पिसिन्छ, कुनै छोकडा पनि रहँदैन अचारमा। अब यसरी पिसिसकेपछि मैले भागो पनि थोरै हालेर पिस्दैछु, किनभने एकैचोटि हाल्दाखेरि राम्रोसँग पिसिँदैन पनि। यसरी पिस्दाखेरि चाहिँ मजाले नै पिसिन्छ। अब चाहिँ सबै भागो हालेर मजाले त्यसरी नै थोरै गरेर पिस्दैछु। यसरी चाहिँ सिलौटामा पिसेको चटनी चाहिँ एकदम मिठो बन्न जान्छ। प्रायः जसोले त सिलौटामै पिसेर पनि खानुहुन्छ होला। थोरै टिमुर पनि राख्दैछु, यसले चाहिँ चटनीलाई टेस्टी बनाउन मद्दत गर्छ। मलाई पहिला टिमुर मन पर्दैन, आजकल चाहिँ मैले राख्न थालेको छु। अब जति नै मिठो चटनी बनाए पनि नुन बिना त चटनी कम्प्लिट हुने कुरै भएन। अब चाहिँ मैले पालो टमाटर राखेर पनि पिस्छु। टमाटरलाई एकैचोटि राख्नुभन्दा थोरै गरेर राख्दाखेरि मजाले पिसिन्छ पनि। मैले चाहिँ बोक्रा नफालिकन पिसेको छु। थोरै राखेर पिस्दाखेरि बोक्रा पनि मजाले पिसिन्छ। हामीले सानोबाट भागो खान थालेर होला, अरू छोप चाहिँ खासै हाल्न मन लाग्दैन। छोप भन्ने बित्तिकै भागो नै याद आउने गर्छ। कतिले त यो भागो भनेको भाङ हो पनि भन्नुहुन्छ। यो चाहिँ भाङ होइन, भागो नै हो। भागोको दाना चाहिँ सजिलै पसलतिर किन्न पनि पाइन्छ। हजुरहरूलाई नि एकचोटि ट्राई गर्नु मन छ भने किनेर यसरी नै बनाएर खान सक्नुहुन्छ। अब हाम्रो चटनी रेडी भइसक्यो। अब म चाहिँ कटोरामा राख्दैछु निकालेर। अब चटनी पनि रेडी भइसक्यो। अब चटनी मात्र पिसेर काम सक्यो भनेर कहाँ बस्न पाइयो र। अब यो सब सफा गरेर राख्नु पर्यो। अब यिनीहरूलाई मैले राम्रोसँग धोएर राख्न लागेको छु। पानीमा त पुगिन्छ भनेर मान्छे धारामै उचालेर लगेर धुँदैछु। यो सिलौटालाई यति भारी छ, यति गाह्रो लाग्छ मलाई यो सिलौटा धुनलाई, त्यही पनि यत्तिकै राख्ने कुरा त भएन। अब चाहिँ यो भएको सबै फोहोरहरूलाई पनि खुसेर सफा गर्नु परि नै हाल्यो। अब चाहिँ मजाले सफा गरेर मैले सकेँ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। लाइक फलो गर्न चाहिँ नबिर्सिनु होला। हस्त नमस्ते।